कालिका मन्दिर जाने बाटो, गोर्खा दरबार जाने बाटो। पर्खालले घेरेको दरबार हाम्रो उहाँ पनि त घेरेको छ नि सिंहदरबार काठमाडौँ। त्यो त त्यो बेलामा पनि कसरी बनाएको गोर्खा दरबार जाने बाटो। गोर्खा दरबार जाने बाटो, नयाँ पाउने ठाउँ जाने बाटो। बसेर उतापट्टि आउन नदिने यताबाट आउन नदिने होला नि देखिँदैन होला विष्णु भगवान अड्डा गोर्खा खिच केटा त हेर्नु भने खिच हाल्दाखेरि नि हेर्नु मान्छे गोर्खा द मन्दिर हिँडेर आउने ठाउँ। आउने बाटो गोर्खा त्यो दरबारतिर आउने बाटो, हिँडेर आउने बाटो। गोर्खा दरबार मन्दिर गोर्खा
निस्सो आऊ यता दरबारको यी आँखी झ्याल त्यही राख्दिनु दरबारको आँखी झ्याल त्यही राख्दिनु दरबारको आँखी झ्याल आँखी झ्याल दरबार पृथ्वीनारायण शाहको दरबार छेउमा होइन कि पृथ्वीनारायण शाहको दरबार हो गोर्खा दरबार गोर्खा पृथ्वीनारायण शाहको पहिलेको दरबार यस्तो छ यी यहाँ बाटो गोर्खा दरबार आउने बाटो यस्तो यी ढुङ्गाले बनाएको छ यी दुईतिर यी घेरेर आउने बाटो बनाएको छ यो खुड्किला छ एकदम गोर्खा दरबार यहाँनेरि गोरखनाथको मन्दिर छ भित्र यत्रो चट्याङ छ यी चट्टान यत्रो चट्टान छ यहाँ गोर्खा दरबार यो आउने बाटो यी यस्तो उकालो यस्तो चट्टान छ चट्टानले बनेको यस्तो बाटो हुँदै आउनुपर्छ यहाँ यी गोर्खा दरबारको यहाँ हेरचाह गर्ने अड्डा रहेछ यहाँ यी शिवलिङ्ग पनि यहाँ शिवलिङ्ग आउँदै गर्दा बाटोमा यताबाट अब यी झर्ने ठाउँ यी आउने जाने एउटै हो बाटो जताबाट जाने यस्तो छ यी यस्तो बाटो यस्तो राजा पृथ्वीनारायण शाहको दरबार गोर्खा न्याय नपाए गोर्खा जानु न्याय माग्न भन्ने चलन थियो माथि छ दरबार यस्तो यी चट्टानले बनेछ हेर्नु होला यी पुरा जङ्गलको बिचमा चट्टानले भयङ्कर त्यति बेलाको भयङ्कर राम्रो यो जमानाको यो बाटो पनि जान सकिन्छ तर पुग्ने चाहिँ एकै ठाउँ हो यहाँ छ यी गोर्खा दरबार यो चाहिँ गाडी अलिक माथिसम्म आउने बाटो हिँडेर आउँदा उताबाट आउनुपर्छ यहाँ गेटी यहाँ पहिले जमानाको काठ आग्लो जमानाको हेर्नु जमानाको आग्लोहरू कस्तो बनाएको छ गोर्खा दरबार यहाँ छिर्ने ठाउँमा हनुमानजीको मूर्ति राखिएको छ प्रवेशद्वारमा हनुमानजीको यहाँ मूर्ति छ हनुमान भन्ज्याङ त्यहाँबाट यहाँबाट हुँदै माथि गोरखनाथसम्म पुग्नुपर्छ गोर्खा दरबार हनुमानजीको मन्दिर यहाँ आधुनिक नेपाल निर्माता पृथ्वीनारायण शाह श्री 5 बडा महाराधिराज पृथ्वीनारायण शाह आधुनिक नेपाल निर्माता चट्टान भन्दा केही छैन दरबार आउने बाटै यस्तो छ यस्तरी आउने हो यहाँबाट माथि चढ्ने हो हामी चाहिँ अहिले म चाहिँ झर्दै गरे हो यस्तो छ बाटो धेरै सुरक्षित बाटो यस्तो छ बाटो यस्तो बाटो हो यो जमानाको पाले घर होला हेर्दा
त्यस्तै लाग्छ। अहिले पसलहरू राख्नुभएको होला, माथि जाँदा फुल प्रसादहरू लाने बाटो यस्तो छ। यी बिस्तारै आउने, उता हिमाल देखिन्छ। एकदम राम्रो रहेछ गोर्खा दरबार। यहाँ नपाए गोर्खा जानु भन्ने चलन थियो। गोर्खा दरबार यहाँ जाने बाटो है भाइ। गोर्खा दरबार जाने बाटो गाइज, गोर्खा दरबार जाने बाटो।